आज मिति 2083 साल वैशाखको 13 गते हामी समृद्धि कलेजबाट सौराहाको लागि क्याम्प जाँदैछौँ। खासमा यो क्याम्पको उद्देश्य सौराहा क्षेत्रमा बसोबास गर्ने थारू समुदाय र सौराहा क्षेत्रको रहन सहनको बारेमा अध्ययन गर्नको लागि गरिएको हो। ल सर, अब हामी निस्किँदा हुन्छ है सर? सुन्दरी ठन्डी महिना जाडो छ, काठमाडौँबाट सौराहा जानको लागि 5 देखि 6 घण्टा लाग्ने भएकोले बीचमा हामी खाजा खान एकछिन ओर्लिन्छौँ। के भयो भने मेरो मेमोरीमा कुरा गर्छु। हजुर सर। एउटा लेकमा पुग्यो, त्यो लेक चाहिँ ठ्याक्कै कस्तो नि, त्यो पोखराको लेक जस्तो नि, पोखराको सेम आयो कि भाइ। हजुर। अनि त्यहाँ गएर मैले फोटो खिचेको स्टिल छ कि त्यो एकदमै मेमोरेबल पार्ट चाहिँ। सडकमा निर्माण कार्य भइरहेकोले गर्दा हामी निर्धारित समयभन्दा केही समय ढिला हुन पुग्यौँ। माथि नै छ हाम्रो दुईटा ब्याग उठाले हुन्छ। त्यो स्पेस पनि दामी रहेछ, त्यहाँ दरबार जस्तो छ नि। सौराहामा रहेको थारू होमस्टेमा पुगेर हामीले खाना खायौँ र त्यसपछि एक ठाउँमा भेला भयौँ। एकदम मेमोरेबल क्याम्प भनौँ। र सबभन्दा सुरुमा भन्नुपर्दाखेरि आज हामीले अलिकति खानाको लागि चाहिँ अलिकति सबैलाई समस्या भयो जस्तो। कोलाई पहिलो सुरुमा चाहिँ खाना अलिकति छ भने पहिले गएर किचनमा गएर भनिदिनु ल। सन्डे परेर बिदा रहेछ, हामीले यतै बोलाउने कुरा पनि गरेको थियौँ। अर्कै प्रोग्राममा हुनुहुँदो रहेछ, सो द्याट वाज नट पोसिबल। अनि अब चाहिँ हामीले अर्को के गर्ने लागेको छौँ। ए, अघि नदीमा समातिरहनु भएको चाहिँ यही हो? उहाँबाट तपाईँले किन्ने हो नि त? उहाँहरूबाट हजुरले किन्ने हो? किन तपाईँहरू आफै जान भइहाल्यो नि, किन किन्नु पर्यो? मिल्दैन होइन, एकजना मान्छे सबै ठाउँमा त पानीमा गएर माछा लिने मान्छे अनि बेच्ने हो। तपाईँहरूको अरू पनि काम हो। किलोको 150 रुपियाँ रहेछ अरे नि त। किलोको कति आमा? थारू समुदायमा सबैभन्दा बढी खानामा रुचाइएको प्रकारमध्ये घोङ्गी एक हो, जुन हामीलाई उहाँले बताउनु भयो। घोङ्गी खाइसकेपछिको फाइदा र त्यसले दिने महत्त्वपूर्ण कामहरूको बारेमा हामीलाई उहाँले जानकारी दिनुभयो। होइन है, अझ खाइ पनि जानु भएको छ। यो कस्तो नि त्यो माग्नेले पाएपछि चाहिँ बल्ल बल्ल पाएको भने जस्तै भङ्गीको सरले कसैले निकालिदिने होइन, हामीले यसो गरौँ है सर? के कसो अन्त स्टोरी सौराहा क्षेत्रलाई अझ नजिकबाट बुझ्नको लागि हामी केही समयको विश्रामपछि मुसहर बस्तीतिर लाग्छौँ। गोजीमा छ र बिस्कुट? We are heading toward मुसहर बस्ती। यो ठाउँ एउटा चाहिँ 12 महिना चिसो भइरहेको थियो कि। हजुर। अलि यति गर्मी छ होइन, त्यहाँ एउटा त्यो हामी जङ्गलभित्र थियो नि। हजुर। एनी टाइम चिसो हो कि। मुसहर बस्तीमा रहेका विभिन्न समस्याहरू हामीले नजिकबाट बुझ्नको लागि सो समुदायकै एकजना मान्छेसँग वार्ता गर्ने मौका पनि पायौँ। उहाँका अनुसार पहिलेको समयमा माछा मार्ने उहाँहरूको मुख्य पेसा थियो भने अहिले परिवर्तन भएर कृषितिर मानिसहरू बढी आकर्षक भएको देखिन्छ। माछा मार्ने उता त्यस्तो छ अब काम गर्ने खेतीपाती अहिलेको खेतीपातीमा चाहिँ के लाउनुहुन्छ? धानहरू, तोरी, हजुर, मुसुरी, अन्न बालीहरू चाहिँ बढी युज गर्दो रहेछ। भएको बेलामा भात पकाउने, खाने, डुल्ने त्यही काम हुन्छ। हजुरले कतै पढिसके जस्तो होमस्टेहरू खोल्नु भएको नि? के खोल्ने प्लान छ कि के? पसल थियो, पहिला चाहिँ कसरी
के उपचारहरू के खाएर पहिलाको जमानामा त धेरै जस्तो यस्तै जडीबुटी के अरे गुरौ थियो त्यस्तो त्यो हस्पिटल पनि जान्थ्यो है त्यस्तो त गएपछि के त्यस्तो जडीबुटीहरू छ त्यस्तोहरू त्यो खायो भने चाहिँ त्यस्तो थियो कि अहिले त छैन अहिले त विश्वासै गर्दैन नजिकै मेडिकलहरू नजिकै त होला नि औषधि पसल सबैजनाको त एभाइलेबल छैन कसैको माथि होला यति भन्दाखेरि 17 थियो के पहिला अहिले त 24 घर छ अरे त्यस्तो त हजुरले चाहिँ मलाई हजुरको भाषा सिकाउनु पऱ्यो भने एक शब्द मात्रै सिकाउनु पऱ्यो भने कुन शब्द सिकाउनु जस्तै यो भनेको चाहिँ यो नेपालीमा भनेर एउटा के एउटा रमाइलो भनिदिनु न शब्द थारू भाषामा म पनि सिकाउँछु कि हजुरलाई मेरो भाषा जस्तो कि तरकारी पकाउँदाखेरि हामीले तरकारीको तिउना भन्छ अर्को कुरा एउटा वुमेनको चाहिँ ओभरअल फ्यामिली ग्रोथमा र इन्कम सोर्समा चाहिँ कसरी के रोल छ भनेर भन्दाखेरि चाहिँ लाइक अगाडि भने जस्तै वुमेनले घरको कामहरू त भइ नै हाल्यो र हस्बेन्डसँग पनि इन्कम सोर्समा चाहिँ कतै जस्तो यस्तो मेनली यो सिमेन्टको यस्तो घरहरू भन्दा पनि यस्तो ब्याम्बो ट्रेडिसनल जुन हुन्छ नि ट्रेडिसनल ब्याम्बोहरूको र यो थारू कम्युनिटीमा जुन एकदमै अट्र्याक्टिभ यो डिजाइनहरू छ नि यो घरहरू यस्तो घरहरूको चाहिँ ठेकाबट्टा गरेर दुई चाहिँ हस्बेन्ड वाइफहरूले चाहिँ मिलेर गर्नुहुँदो रहेछ सेकेन्ड डे एट सौराहा चितवन। हाम्रो सरोता बिस्कुट दिदिनुहुन्छ होइन। सौराहामा दोस्रो दिनको सुरुवात डग फिडिङबाट हुन्छ भने बिहानी पख झिलिमिली घाममा केही नयाँ कुराको बारेमा थाहा पाउँछौँ। नत्र त उल्टो हुनुपर्ने हो नि होइन सर, मतलब गर्मीमा चाहिँ घामले गर्दा तातो, जाडोमा चाहिँ चिसो हुनुपर्ने हो नि त, तर गर्मी महिनामा ठ्याक्क चिसो, जाडो महिनामा चाहिँ तातो। जस्तो दिनको सुरुवात त्यस्तै दिन बित्छ भने चाहिँ हामी बिहान पख केही सेल्फ हिलिङ अभ्यासहरू गरेर आजको दिनमा के गर्ने भनेर हामी सबैजना योजना बनाउँछौँ। अब यसो है यस्तो बिहान पख यसरी एक सिङ्गे गैँडा पनि हामीले देख्ने मौका पायौँ। हात्तीहरूको त्यही होला। अनि अर्को भनेको फेरि यिनीहरूको यो जुन सुँग्ने क्षमता छ नि 1 किलोमिटर टाढासम्म सुँग्छ। ट्याटु अहिले ट्याटु भन्छ, पहिला चाहिँ सब खोप्ने चलाउँथ्यो होइन, सधैँभरि कोही ढाडमा मेरो आमा पनि त्यस्तै पुरै ढाडभरि अब यति हातमा पुरै खुट्टामा होइन त्यो खोप्ने चलाउँछ। त्यो खोपेन भने राम्रो नहुने भन्ने चाहिँ एउटा चाहिँ थारूहरूको त्यो भनाइ कि। अब थारू पहिला चाहिँ अब एकदम अशिक्षित नपढ्ने होइन, पढाइमा त्यति नगर्ने, अनि बढी चाहिँ इन्टरटेनमेन्ट गर्ने, अब रमाइलोमा बढी भुल्ने चाहन्छ क्या थारू। मेरो साहित्य 1973मा टेक्निसियनको रूपमा पहिलो। उहाँ हुनुहुन्छ हर्कमान लामा, जसले आफ्नो सम्पूर्ण जीवनभर चितवन राष्ट्रिय निकुञ्जमा काम गरेर
अहिले अवकाशपछि आफूले गरेका सम्पूर्ण कामहरू र आफूले बिताएका दिनहरूको बारेमा अनुभव बताउँदै हुनुहुन्छ। रेडियो कलर लगाउने एउटा चाहिँ बाघको चाहिँ रेडियो कलर लगाउने। रेडियो कलर लगाएर चाहिँ के हो भने त्यसले चाहिँ के खान्छ, कति एरिया बस्छ, त्यस्तोहरू चाहिँ हामीले हेर्थ्यौँ। र एउटा पारा बाँध्ने चलन थियो, पारा बाँध्थ्यौँ। पहिला पारा जोड्यो अनि फेरि खाइसकेपछि त्यसले कति खाएछ भनेर फेरि हामी त्यसलाई फेरि दोहोऱ्याएर जोड्थ्यौँ। दिनौँ त्यसको चाहिँ फिल्डको डाटा लिएर आउने, हामीले चाहिँ बुझाउने। त्यो बेला यति समस्या कि अब हामीले चाहिँ इङ्ग्लिस पढेकै छैन, अब विदेशीहरू आउँछन्, हामी इङ्ग्लिस बोल्नु नजान्ने, के गर्ने? हामी नेपालीबाट बोल्ने, उनले इङ्ग्लिसबाट बोल्ने, न उनले नेपाली बुझ्ने न हामीले इङ्ग्लिस बुझ्ने। 5-6 वर्षसम्म त हामी त यस्तो कि अब आफ्नै भाषामा हिँडेछ, काम गर्दा पछि एउटा नेपाली सत्ताको के भन्ने एउटा नेपाली र इङ्ग्लिस भयो लिएर आयो। यति पढ्यो कि हेर्नु, रात दिन त्यो किताब पढेछ। खाना पकाउनु पर्ने, पहिले मिठो हुन्छ कि उनीहरूले थाहै छैन, उनीहरूले के भन्छ त्यही अनुसारले बनाउनु पर्ने। त्यस्तो काम गर्दै 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 अनि हामीले अब टेलिभिजन गर्ने काम गर्ने, दुनियाँ काम गर्ने हामीले दुईजना। अनि फेरि पहिलाबाट अब भालेर पोथी छुटाउनु पऱ्यो। जङ्गलमा एक्लै पठाउने तामाङसारले, ल यो खोलाबाट तिमी यहाँ निस्किनु, फलाना यहाँबाट निस्किने। त्यो बेला हामी कम्बास हेर्नै नजान्ने। अन्दाजले पूर्व यता पश्चिम यता भन्दै यसरी हिँड्यो जङ्गलभित्र, अनि खोला हेऱ्यो, आयो, रिपोर्ट ल्याएर ल यस्तो भेट्यो भने हामीले चाहिँ अनि बाघको चाहिँ पहिलाबाट चाहिँ हामीले 1994मा चाहिँ हामीले बाघको पहिलाबाटै हामीले बाघ बनाउन सुरु गऱ्यौँ। हेर्नुहोस्, हात्तीको यहाँ पल हुन्छ कि दुईवटा, हुनु त पोथीको पनि हुन्छ, तर पोथीको त्यस्तो माथ चाहिँ पनि झर्दैन, किनभने कसैको मात्रै झर्छ। तर भाले चाहिँ प्रायः जस्तो यहाँबाट माथ यसरी निस्किरहेको हुन्छ। त्यो माथ भनेको चाहिँ यहाँनिर मुखमा पुगेपछि त्यसले जाँड खायोभन्दा बढी हुन्छ। त्यो अगाडि जे भेट्यो त्यसले हान्ने, अब त्यसले चाहिँ आक्रमण गर्दै हिँड्छ अगाडि। त्यो बेलामा चाहिँ त्यो बेलामा पर्यो चाहिँ मलाई थाहा थिएन। अनि मैले चाहिँ त्यो हात्ती चलाउनुलाई लगाएँ। तेरो हात्तीले चाहिँ मलाई एकदमै उ गरिरहेछ, के हो मलाई त डर लाग्यो नि त भने, होइन हान्दैन भने ठ्याक्क म तल ओर्लेँ। झन्डै 35-40वटा त्यो हात्ती थियो गाइडा गराउनमा। ठ्याक्क ओर्लेर बगरमा राप्ते के अरे नारायणको बगरमा म 200 मिटर जति पुगिसकेको थियो हिँडेर। हात्ती त्यहीँ बसिरहेको थियो। अनि मैले के भने त्यसलाई, हेर हात्ती चाहिँ एकदम कन्ट्रोल गरेर राख्नु भन्यो, हुन्छ केही गर्दैन भन्यो। ठ्याक्क म 200 मिटर जति पुगेपछि बाघको पाइला देख्यो। अनि मैले चाहिँ बाघको पाइला भेट्यो, म बाघको पाइला नाप्दैछु है भने, हुन्छ भन्यो। अनि नाप्दै थियो म, अनि उठेर अलि यता आउँला त ऊ हात्ती एकदमै करायो। अरू त्यो वरिपरिको हात्ती कुनै पनि छैन, सबै भागा भाग। किनभने त्यस्तो मात लागेपछि अरू हात्ती पनि बस्दैन कि त्यसको छेउमा। भाग्यो भागेपछि अनि म चाहिँ के भयो भने यसो हेरेको, फर्केर हेरेको, ठ्याक्कै मलाई यस्तो दाँत देखाएर आइरहेको रहेछ। म भाग्नै भ्याएन, झ्याम्मै हानिहाल्यो। ठ्याक्कै दारोको बिचमा म यसरी पऱ्यो, ढलेँ। 3 पल्ट यसरी हाल्यो, तर मलाई ज्यानमा परेन, अलिकति यहाँ पऱ्यो। खुट्टाले डल्यो, यता त्यसरी हाने, यो करङ 2टा क्र्याक भयो। अनि यो खुट्टा अब चाहिँ म मर्छ होला जस्तो लाग्यो। ठ्याक्कै हात्तीको बिचमा छु। उसले फेरि यस्तो दबाउन खोज्यो मलाई। अनि मैले चाहिँ खुट्टा यस्तो धगलेँ कि जति आएको बलले धगल्यो, तर मेरो ज्यानमा परेन। त्यो खुट्टा भाँटे उठ्दा गयो। अनि म चाहिँ अब चाहिँ भाग्न सक्थ्यो भनेर भागेँ। पछि हात्ती बोलाएर आएर अनि हस्पिटल पुग्यो। यहाँ त पहिला त हामीले त यो गुरुहरूलाई पनि, थारू गुरुहरूलाई पनि हामीले ट्रेनिङ दिएको थियो कि पहिला, नत्र भन्नै नपर्ने। तपाईँले जानेछ एउटा औषधि, अरूलाई नसिकाउने। अब मैले जानेछ, मैले अरूलाई नसिकाउने। त्यस्तो हुँदैन। हामीले यो एरियाको थारू गुरुहरूले चाहिँ सबलाई एक ठाउँमा बनाएर, ल तिमीहरूले कसले के जान्छ सबै कुरो भन्नुपर्छ भनेर बल्ल भनेर औषधि यति बनायो। यहाँको औषधि विदेशसम्म पठायो कि उनीहरूले। यहाँको जडीबुडी नर्सरी बनाएको थियो। स्माइल प्लिज सर, यसो हाँसिदिनु न।
फुड एक्सचेन्ज प्रोग्राममा हामीले थारू समुदायका व्यक्तिहरूलाई यमरी कसरी बनाउने भन्ने प्रोसेसको बारेमा जानकारी दियौँ। बच्चैदेखि बनाउनुहुन्छ होला? अझ पुरै बन्द गर्ने, पुरै त्यो थुन्नु, सबै थुन्नु। अब हातले गर्नु न, हातले है चामलको पिठोलाई चाहिँ तातो पानीमा गरेर यसो गर्छ अनि यसरी गरिन्छ। यसरी बनाउँदै गर्दाखेरि चाहिँ सबभन्दा ठुलो चाहिँ कस्तो हुन्छ, मेन कुरा भनेको यसको चुच्चो। जति चुच्चो लामो भयो नि त्यति दिन लामो हुँदै जान्छ भन्ने कुरा हुन्छ। अनि यसपछि यसो बनाइसकेपछि हामी यसो अलिकति थिच्छौँ र थोरै पानी दिएर चाहिँ यसलाई चाहिँ यहाँबाट चाहिँ औँला घुसाल्दै यसरी हामी गोडो बनाउँछौँ है। अनि अलिकति ऊ हुनु भएन। अनि यसरी चाहिँ भित्रभित्र खाल्डो बनाउने, अलिकति बाक्लो है। अनि यसलाई थिच्दै गरेर यो पातलो बनाउने। अनि यसमा यो चाकु राख्ने, यो चाहिँ गिलो हुन्छ, अहिले हाम्रो यहाँ भइसक्यो। अनि यसलाई बन्द गर्ने, अब बन्द गर्ने झ्याप्पै यसरी बन्द गर्ने होइन कि, यसको प्रोसेस हुन्छ। यो तल समातेर यसरी गरेर बिस्तारै हल्का रूपमा घुमाउँदै बिस्तारै चाहिँ एकैचोटि होइन, घुमाउँदै फेरि गयो, यसरी घुमाउँदै लिएर गइन्छ। तर यसलाई बिस्तारै गरेर यो पाल चाहिँ ठ्याक्क बन्द गर्ने, एकैचोटि गर्नु किनभने एकैचोटि गरेर अनि यो भएपछि यो बिस्तारै कुद्नु पनि भएन है। अनि यसरी बनाइसकेपछि यस्तो सेप आउँछ। अब यसलाई चाहिँ हामीले चाहिँ कहिले चुच्चो लामो पनि बनाउँछौँ, कहिले चाहिँ यसरी यहाँ दुईवटा कान जस्तो यसरी निकालेर अब थारुनी 1 नम्बर, थारुनी 2 नम्बर, 3 नम्बर की थारुनी, 4 नम्बर की थारुनी, 5 नम्बर की। यो चाहिँ बाहुनी जस्तो देखिरहेको। हामीले आफूले पकाएको यमरी उहाँलाई खुवायौँ र उहाँले पकाउनु भएको खाना हामीले पनि खाने मौका पायौँ। तपाईँहरूकै थ्रुबाट चाहिँ हामीले यस्तो मौका पायौँ होइन। पहिलादेखिको त्यो प्र्याक्टिस, त्यो चलन चल्ती चाहिँ हामीले देख्न पायौँ, खान पायौँ होइन। त्यसको लागि तपाईँहरूले टाइम निकालिदिनु भयो। यस्तो टाइममा त अब आफै खाना पकाएर खुवाउने टाइम त भइसकेको घरमा होइन। हामी एकदमै धेरै धन्यवाद भन्न चाहन्छौँ। हामी त्यो चाख्न पनि पायौँ है। कसको बेमा हो? तिम्रै बेमा हो। कपिलको बेमा जन्ती है क्या हो? कपिल त बेहुला भइसक्यो होइन। थारुनीहरू आयो। हाम्रो पहिला अब गैँडामा आउने बालीमा जोगाउने कसरी उलै गरेर गीत गाउने। मलाई
चढाउँदै लैजाउला चोखो पियार लैजाउ घुमाउन मलाई झमेल बजार स्यासी चढाउँदै लैजाउला चोखो पियार ढोलकी बजा मेरी घुंघरू बोलाती मैं नाचूं तुम नचाओ गाडी क्रोकोडाइलले चलाएर हो ओए तपाईँको रिभरको नेम चाहिँ बुढी राप्ती बुढी त्यो चाहिँ तपाईँको हजुर इस्टर्न पार्ट अफ नेपाल हाम्रो पूर्वबाट तपाईँको मिड हिल रेन्जबाट फ्लो हुँदै गर्दै आउने यो चाहिँ तपाईँको ग्लेसियर वाटर होइन यो चाहिँ स्प्रिङ वाटर हो पानी पर्ने बित्तिकै यहाँ चाहिँ पानीको लेभल बढिहाल्छ मनसुनमा चाहिँ तपाईँको यो चाहिँ पानी धेरै परेर हामीहरूको यहाँ चाहिँ बाढी पनि आउँछ कहिलेकाहीँ बस्तीसम्म पनि जान्छ र हामीहरूको यो क्यानोइङको ड्युरेसन भनेको 30 to 45 मिनट्सको हुन्छ कि यो चाहिँ हजुर पानीको लेभल अनुसार अहिले चाहिँ तपाईँको थोरै आज चाहिँ अलिकति पानी हल्का बढेछ नत्र भने अलिकति माथिबाटै देखिन्थ्यो कतै गहिरो छ कतै छैन र हामीहरूको यहाँ चाहिँ यो बुढी रापतीको फेरि दुईवटा मिनिङ छ एउटा चाहिँ तपाईँको हामी भन्छ नि एउटा बुढाबुढी हजुर र अर्को चाहिँ लौरो टेकेर हिँड्ने बुढी आमा भन्छ नि त्यस्तै यो चाहिँ हामीले चाहिँ मिसेस भनेर चिनाउँछौँ मेन उहाँको यो रिभरको चाहिँ हस्बेन्ड चाहिँ राप्ती नदी भयो जुन कि तपाईँको चितवन नेसनल पार्कलाई चाहिँ नर्दर्न बााउन्ड्री क्रिएट गर्छ कि र यो चाहिँ तपाईँको बुढी रापती त्यही रापतीको मिसेस भयो यो बुढी रापती यहाँबाट तपाईँको थोरै माथि गयो तपाईँको 1 आवर समथिङ बग्दै गएपछि तपाईँको रापती हुन सक्यो अनि रापतीबाट तपाईँको नारायणी होली भयो नारायणीबाट त्रिवेणीबाट तपाईँको इन्डिया गङ्गे शाहरुख खानले यसबाट सिकायो होला नि के ट्रेनिङ गरेर राखेको हो कि यस्तै हो यो उड्या पाल्छ नि क्रोकोडाइल उठेको छ नि क्रोकोडाइल उठ्यो रे टाउको निकाल्दा टक्क नाचिरहेको ए क्रोकोडाइल पनि हुन्छ बेस्ट फ्रेन्ड ठुलो चाहिँ छैन यिनीहरूको सानो छ त्यो डान्स हाल्नु भन्ने इन्टी हान्दा छ किपर बस्छ अब वर्ल्ड कप जित्यो भने मेसीले हो नि होइन अहिले रोनाल्डो योभन्दा ठुलो चाहिँ क्या मेसी चाहिँ सानालाई त्यही अब क्रोकोडाइल नै presenting a short drama based on Chitwan National Park. So many people come here to travel, have fun, so to spend some beautiful time to create beautiful moments here. With that, wow, Sati, finally Chitwan National Park ma आए. सुमी बोतल किन फालेको त्यसरी एउटा बोतल त अनि के नै हुन्छ कम छ मैले घरको सबै सामान ल्याएर फालेको छु त Wait guys, content first. Hello guys, welcome to my vlog. This is Rohit Kutu, straight out of Bhaktapur. Today we'll be watching some wild animals. Okay bro, come for a thumbnail. टाइगर आयो भने चाहिँ फेरि आफू नै थम्बनेल बनाउला अनि त्यसपछि राम्रो फोटो आउँछ नि फेरि धेरै साउथ नगर त वाइल्ड एनिमललाई डिस्टर्ब हुन्छ Everything for content bro. नेचर इज नट रियली सिरियस कन्टेन्ट फर्स्ट
content first. हामी रमाइलो गर्नलाई त आएको हो नि यता कन्सेप्ट तिमीहरूले भन्ने बित्तिकै हामी चुप लाग्ने हो र नेचरलाई त रेस्पेक्ट गर्नु पऱ्यो नि साथीहरू एक डिलक्स छ वेलकम टु चितवन नेसनल पार्क। नमस्ते। एउटा thumbnail को लागि। यो फलो छैन नि, यो पहिला म्यानरलाई फलो गर। यो मलाई मन परेन। यस्तो पनि यहाँ आएर यो सबै पार्कमा यो चितवन यहाँ सबैजना यहाँ मान्छे मात्र होइन कि सबैजना यहाँ खाना आउन मात्र होइन, जीव जनावरहरू पनि बस्छन्। करिब 3 दिनको बसाइपछि चितवन राष्ट्रिय निकुञ्ज, थारू समुदाय र मुसहर बस्तीको बारेमा थुप्रै नयाँ ज्ञान, सिप, कलाको बारेमा हामीले थाहा पाएर अब त्यो कुरा सिक्दै हामी फेरि आफ्नो अध्ययन स्थल काठमाडौँतिर लाग्दैछौँ।